जय देश जय नरेश। म श्रीपास महाराज धिराज ज्ञानन्द र वीरविक्रम साधु सरकारको सेवक हुँ र महाराज धिराज सरकारबाट हुकुम भए बमोजिम हाम्रो यात्रा पृथ्वी पथ हो र त्यो पृथ्वी पथ अन्तर्गत धेरैवटा दिव्य उपदेशहरूमध्ये जाई कटक नगर्नु, झिकी कटक नछाड्नु भन्ने जुन उक्ति छ, जुन उपदेश छ, जुन दिव्य उपदेश छ, तदनुरूप रविजी सडक होइन, मान्छेको बीचमा बसेर भिडमा बसेर धेरै तडक बडक नगर्नुस्। दरबारदेखि सडकसम्म हाम्रो भन्नुस्। बरु तपाईँ वाक युद्ध गर्न खोजेको हो कि शारीरिक युद्ध? तपाईँ एक्लै एक्लै भिन्न खोज्नु भएको हो कि तपाईको हुल र हाम्रो सिंहको बथानसँग कहाँ, कसरी, कति बेला, जुनसुकै अवस्थामा पनि तपाईसँग जुझ्न तयार छौं। तर हामी असाध्य अनुशासित छौं। त्यो किनभने हामी राजभक्त हौं। त्यो अनुशासित भएको भएर हामीले माथिको आदेश पर्खिनु पर्ने हुन्छ। तपाईलाई जस्तो स्यालहुया गरेर हिँड्न मिल्दैन। यदि महाराज धिराज सरकारबाट हुकुम भयो भने तपाईले पानी पनि भन्न पाउनुहुने छैन। योभन्दा अघिल्लाहरू कमसेकम कौशीबाट हाम फालेर हेलिकप्टर भेटाए, तपाईले जमिन पनि भेट्नुहुने छैन। सडक त धेरै ठूलो कुरा हो, बुझ्नुभयो नि? सडक हाम्रो, यो देश हाम्रो। तपाईहरु जस्तो लेन्डुबरले बनाएको देश होइन यो। यो राजभक्तहरूले बनाएको देश हो। श्रीपाद बडामहाराज पृथ्वीनारायण शाहले सरकारले बनाएको देश हो। कालु पाण्डेहरू, अमरसिंह थापा, भक्ति थापा जस्ता योद्धाहरूले बनाएको देश हो। त्यसले गर्दा मुख सम्हाल्नुस्। थुतुनो र अर्को एउटा कुरा सम्हाल्न पर्छ। तपाईले दुईटै सम्हाल्न सक्नु भएको छैन। जय देश जय नरेश।